बर्षात र म सबै ऋतुहरूभन्दा बढी मलाई वर्षात ऋतु प्रिय लाग्छ। जसरी पानी बर्सिनलाई एकतर्फबाट कालो बादलहरू सूर्यलाई ढाक्दै आउँछन्, अन्धकारले आकाश भरिन्छ, तब त्यस क्षणले मेरो मनमा भारी अनौठोपन छाउँछ। केही यादहरू धुमिएर फेरि प्रष्ट बन्छन्, केही घाउहरू हल्का पोल्छन् र म निराश पनि हुन्छु र अनौठो ढङ्गले खुसीले पनि भरिन्छु। हृदयभित्र अनेकौं प्रश्न अनि शब्दहरू कोरिन थाल्छन्। म छुट्टै संसारमा छु जस्तो लाग्छ, जहाँ पीडा, खुसी, निराशा र आशा मिश्रण बनी हृदयमा जमिएको झै आभास हुन्छ। त्यो समयमा म आफैलाई भेटाएको महसुस गर्दछु, जब ती वर्षाले ठुलो रूपले बेस्सरी दर्कन थाल्छ। मलाई लाग्छ बादलले महिनौदेखि बोकेको भार बिसाएको, तर त्यो भार पृथ्वीले अँगाल्छ र भूमिमा जब यी वर्षातका पानीहरू मिसिँदछन्, तब त्यहाँ नयाँ जीवन उम्रदछ। कसैको भार, कसैको जीवन बन्छ। यही चक्रमा संसार चलिरहेको जस्तो लाग्छ। झ्यालबाट बाहिर हेर्छु पानी परिरहेको दृश्य, तब त्यो दृश्यले मेरो मन पनि भारी हुन्छ र मनको वर्षा नयनको बाटो भई बर्सिन थाल्छ। तर जब वर्षा रोकिन्छ, म आफूलाई हलुको भएको थाहा पाउँछु कि मनको धुलो पखालिएको पुराना चोटहरूले मलम पाएको जस्तो। जसरी सुक्खा जमिनले पानी पाएपछि नयाँ हरियाली उमार्छ, त्यसरी नै म पनि वर्षातपछि नयाँ शक्ति पाएको महसुस गर्छु। धुमिएका यादहरू ताजा हुन्छन्, पीडाले अर्थ पाउँछ र म फेरि उठ्ने साहस पाउँछु। त्यसैले मलाई वर्षा ऋतु प्रिय लाग्छ, किनकि यो केवल पानी होइन, त्यो आत्माको शुद्धिकरण र भार बिसाउने समय हो र नयाँ जीवन सुरु गर्ने नयाँ सङ्केत हो। यसैले मलाई वर्षा ऋतु प्रिय लाग्छ।